तपाईँले पनि वेट लसको बेला यो 3टा मिस्टेक गर्नुभयो भने चाहिँ पछि गएर तपाईँको यस्तै खालको झुन्डेको लो स्किन हुनसक्छ। मिस्टेक भनेको चाहिँ वेट छिटो घटाउन खोज्ने, हामीलाई पेसेन्स सुरुमा हुँदैन, त्यही भएर वेट सक्दो छिटो घटाऊँ भन्ने हुन्छ र छिटो वेट घटायो भने चाहिँ तपाईँको पछि स्किन लुज हुने चान्स धेरै हाई हुन्छ र त हामीले सक्दो 0.5 देखि 1% आफ्नो बडी वेटको विकली घटाउनको लागि एम गर्नुपर्छ। 2मा भनेको लो प्रोटिन राख्ने, हामीले अब क्र्यास डाइट गर्छौँ, अब डाइट भन्दै म सक्दो छिटो वेट घटाउनु खोज्ने र केही नखाइदिने, पुरै फास्टिङ गरिदिने, बिहान हल्का फ्रुट्स खाएको छ, बेलुका थोरै यति यति के खाएको छ होइन, फ्रुट्स भेजिटेबल्समै उयो गरेर लो प्रोटिन डाइट हुन्छ र न्युट्रिसन कम भयो जिउलाई। र नम्बर 3मा भनेको वेट ट्रेनिङ नगर्ने, मान्छेहरूले चाहिँ वेट घटाउने भन्दैमा डाइरेक्ट कार्डियोहरू मात्रै, ट्रेडमिलमा कुद्नु मात्रै हुन्छ, कार्डियो रनिङ सनिङ मात्रै गर्नुहुन्छ, तर वेट ट्रेनिङ गर्नु भएन भने चाहिँ तपाईँको मसल बिल्ड हुँदैन। मसल बिल्ड भएन भने चाहिँ पछि स्किन लुज हुने चान्स झन् हाई हुन्छ। तपाईँको चेस्ट सुधी, एप्स सुधी, कोरको एरियामा मसल भएन भने झन् झुन्डिन चान्स बढी भएन त। त्यही भएर प्रोटिन हाई राखेर तपाईँले वेट ट्रेनिङ पनि सँगसँगै गर्ने अनि क्यालोरी डेफिसिट पनि सँगसँगै गर्नुभयो भने चाहिँ पछि तपाईँको स्किन लुज हुने चान्स धेरै कम हुन्छ।